कति खान्छ हे भात पनि आमामा अनि यसलाई दुई थालको पठाइदिनु है थोरै बाइ बाइ हेलो गाइज न्यू डे न्यू भ्लग आज टक्क हामी होइन नुहाउन जाँदैछौँ उहाँ उताबाट होइन चिसो भइरहेको कसरी नुहाउने हो भने पनि चिन्ता लागिरहेछ अब नुहाउन त परेको मुक्तिनाथको मन्दिरमा हावा चल्यो र गाइज म भिडियो हाल्छु ल हेलो अब यहाँ म चाहिँ नुहाउँदैछु होइन यहाँ 108 धारामा मुक्तिनाथको मन्दिरमा हावा चल्यो र टक्क म नुहाउँदैछु होइन जाडो भइरहेको तर नुहाउनु सकिन्छ हेलो गाइज फाइनली म नुहाउनु जाँदैछु है चिसो भइरहेको एसआरबी भ्लगले फलो गरेर रहेछ यसले चाहिँ एमआरबी भ्लगले फलो गर मलाई अरू दौडेर आमा कुरी यता 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 मलाई एमआरबी भ्लगले फलो गर्छ गर्दैन त ए मलाई सिद्धार्थ दौडेर आयो के मलाई त एमआरबी भ्लगले फलो गरेछ अरू यसो हेर्दा त एसआरबी भ्लग मा कुरी भ्लगर मात्रै हेरेछ कति खान्छ हे भात पनि आमामा अनि यसलाई दुई थालको पठाइदिनु है थोरै बाइ बाइ यसलाई हालिदिनु दुई थालको पठाइदिनु यता त हेर्न त अनि आन्टी नै डराउने गरी भात खान्छ यार होइन आन्टी भोगेन आन्टी भनिदिनु त के डराउने छोराहरूलाई भात खाएर देखेर यी खानासाना खाएर निस्किने तयारीमा लागेको है अब टक्क यता चाहिँ 2.5 लिटर छ तेल होइन यता चाहिँ 2.5 लिटर छ अनि हामी चाहिँ बेनीबाट फुल गरेर आयो अहिलेसम्म एक लाइन पनि घटेको छैन होइन लोमनथान गएर आउने भएसम्म पुग्छ कि नै थाहा छैन होइन बाइकको पनि कन्ने हालत खत्तम भयो कि पुरा हिलो छ बाटो है चिसोले फेरि यहाँ फेरि अलिकति ऊ हुँदो रहेछ क्या चिसोले अब हामी लोमनथान अप्पर मुस्ताङ जाने कुरा छ यहाँबाट 108 किलोमिटर छ रहेछ होइन बाइक फेरि स्टार्ट भएन क्या चिसोले गर्दा चाहिँ हामी कागमिनीबाट लगभग 20-25 किलोमिटर अगाडि छौँ होइन अप्पर मुस्ताङको लागि हिँडेको सब अफरोड रहेछ यार घच्चाक र घुच्चाक बाटो है 30-40 स्पिडभन्दा माथि नहुने कि यो हाम्रो यो एनएस बाइकहरू त अब हावाले फेरि यस्तो हल्लाइदिँदो रहेछ कि पुरै बाइकै स्पिड गऱ्यो भने त्यो हल्का हल्का जानुपर्दो रहेछ त बाटोको हालत अप्पर मुस्ताङ जाँदा फेरि बाइक यस्तो भएको छ यहाँसम्म यहाँ देखाएन त ट्याङ्कीसम्म पानी आएको छ भनेपछि कस्तो होला हेर्नु त ट्याङ्कीसम्मै पुरै पानी आएको छ क्या हामी लोमनथान आउनु लाग्यौँ होइन
यस्तो खत्तम रहेछ के बाटो आमामा पुरै अफरोड है त्यही पनि गेग्रेटा र गेग्रेटी मात्रै यो एनएस बाइकलाई त खत्तम बनाउँदो रहेछ न लिक छल्न मिल्छ गेग्रेटा भएपछि तर ठाउँ चाहिँ बबाल हो तर यो एनएस बाइक यो 220 अनि यो एफजेडहरू चाहिँ अलिकति ठिक हुँदो रहेछ क्या यस्तो बाटोहरूमा